तपाईले कहिले पनि कुनै प्लानहरू बनाउनु भएको छ तर 10 मिनेटमा फोन चेक गर्न थाल्नुहुन्छ या 1 घण्टा काम गर्ने सोच्छौं तर 5 मिनेटमा युट्युब खोलेर टाइम वेस्ट हुन्छ। इफ यस यो भिडियो तपाईहरुकै लागि हो। आज हामी कुरा गर्नेछौं प्रोडक्टिभिटी ह्याक्स र फोकस टेक्निक्सको बारेमा जसले तपाईलाई काम पूरा गर्न हेल्प गर्छ, डिस्ट्र्याक्सन हटाउँछ र तपाईले आफ्नो दिनको रियल कन्ट्रोल एक्सपिरियन्स गर्न सक्नुहुन्छ। सँगै यात्रा गर्न तयार हुन्छ त? आउनुस् सिम्पल तर डीप तरिकाबाट बुझौं। पहिला यो बुझौं प्रोडक्टिभिटी के हो। धेरै मानिसले प्रोडक्टिभिटी भनेको बिजी हुनु भनेर बुझ्नु भएको छ, तर त्यो एकदमै गलत हो। प्रोडक्टिभिटी भनेको अझै धेरै काम गर्नु होइन, सबैभन्दा इम्पोर्टेन्ट काम पूरा गर्नु हो। ब्रेनले जब धेरै टास्क देख्छ ओभरलोड फिल गर्छ अनि फोकस हराउँछ। हामी प्रोडक्टिभिटी फिल गर्न चाहन्छौं तर रियल वर्क छुट्छ। प्लान गर्छौं, ब्रेनले चिट गर्छ। त्यसको लागि हामीसँग 5 वटा ह्याक्स छन्। तेस्रो ह्याक्स चाहिँ मेरो पनि पर्सनल फेभरेट हो र म पनि त्यही सिस्टम युज गरिरहेको छु अहिले। यो 5 वटा ह्याक्सलाई डिकोड गर्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला। भिडियोलाई बिचैमा छोड्नुभयो भने धेरै कुराहरू छुट्न सक्छन्। जसले छोड्न चाहनुहुन्छ छोड्दा हुन्छ, जो अगाडि बढ्न चाहनुहुन्छ मैले केही भन्नै पर्दैन। पहिलो ह्याकमा छ सिंगल टास्किङ भनिएको छ। हाम्रो ब्रेनले कहिले पनि मल्टिटास्किङहरू गर्न सोच्दैन। त्यो मल्टिटास्किङ गर्नु भनेको इल्युजन मात्रै हो। त्यसको लागि एक्जाम्पल हेरौँ है त। ल्यापटपमा रिपोर्ट लेखिँदैछ, फोनमा नोटिफिकेसन आउँछ। हामीलाई लाग्छ रिपोर्ट लेख्दैछु, मेसेज पनि रिप्लाई गरिदिइहाल्छु, दुईटा काम एकैचोटि भइहाल्छ। ल भयो अब काम प्रोडक्टिभिटी। यस्तो नगर्नलाई एउटा रुल फलो गरौँ। एउटा काम एक समयमा, 25 मिनट फोकस, 5 मिनट ब्रेक, रिपिट ट्वाइस। काम फिनिस्ड, ब्रेन सेटिस्फाइड। ब्रेन लेजी छ तर हामीले ध्यान दियौँ भने ब्रेन कोअपरेट गर्छ। दोस्रो ह्याकमा भनिएको छ इन्भाइरोमेन्ट म्याटर्स। इन्भाइरोमेन्ट सेटअप गर्न पनि उत्तिकै जरुरी हुन्छ। छरपष्ट टेबलले ब्रेन डिस्ट्र्याक्ट हुन्छ, फोन साइडमा डिस्टर्बेन्स हुन्छ, नोइजी रुम एटेन्सन हटाउँछ। त्यसको लागि हामीले टेबललाई क्लिन राख्ने, फोन साइलेन्स अथवा सेपरेट रुममा राख्न सकिन्छ, लाइट सफ्ट बनाउने। थोरै एक्स्ट्रा टिप पनि दिन चाहन्छु ल। कफी, टी अथवा पानी सँगै काम गर्दा ब्रेन अलर्ट हुन्छ। तेस्रो ह्याक यानी कि मेरो फेभरेट टाइम ब्लकिङ। टाइम ब्लकिङमा चाहिँ आफ्नो दिनको स्लट डिभाइड गर्नुस्। यो चाहिँ म भन्छु है। ओके। दिनको स्लट डिभाइड गर्नु भन्नाले जस्तै 9 बजेदेखि 10 बजेसम्म पढ्ने या त काम गर्ने, 10 बजेदेखि 10:30 बजेसम्म ब्रेक लिने, 10:30 बजेदेखि 12 बजेसम्म क्रिएटिभ टास्कहरू गर्ने। जे पनि गर्नु छ जस्ट टाइमलाई टार्गेट गरेर काम गर्नुस्। टाइमलाई टार्गेट गर्दा काम किन बन्छ त? ब्रेनलाई अलरेडी थाहा हुन्छ कुन टाइममा के गर्ने भनेर। डिसिजन फटिक कम भयो भने प्रोक्रास्टिनेसन पनि कम हुन्छ। त्यसैले हामीले टाइम ब्लकिङ एकदमै जरुरी छ। चौथो ह्याकमा भनिएको छ पोमोडोरो टेक्निक। पहिलो ह्याकमा अघि सुजलले पनि भन्नुभएको थियो 25 मिनट फोकस, 5 मिनट ब्रेक। यसो गर्नाले के हुन्छ त? अब म बुझाइदिन्छु। यसो गर्नाले ब्रेन सर्ट फोकस पिरियडमा इफेक्टिभ काम गर्छ। ब्रेक भनेको एनर्जी रिचार्ज जस्तै हो। हामी मोबाइल चलाएपछि चार्जमा हाल्छौँ नि है, त्यसै गरी हाम्रो शरीरलाई पनि रिचार्ज चाहिन्छ। इभन म यो स्क्रिप्ट लेख्दा पनि रिचार्ज गर्दै लेखिरहेको थिएँ। यदि मैले रिचार्ज गरिनँ भने मेरो काम पनि इफेक्टिभ हुँदैन। एउटा अर्को टिप्स दिन्छु, टाइमर सेट गर्नु। ब्रेकमा फोन चेक गर्नु तर एक्स्ट्रा 10 मिनट चिट नगर्नु। पाँचौँ ह्याकमा भनिएको छ प्रायोरिटाइज एन्ड से नो। सबै टास्क इम्पोर्टेन्ट छैन, ब्रेन कन्फ्युज हुन्छ। मर्निङमा टप 3 इम्पोर्टेन्ट टास्कहरू डिसाइड गर्नुहोस्, बाँकी काम हल्का पोस्टपोन गर्दा पनि हुन्छ। इम्पोर्टेन्ट वर्क फर्स्ट, इजी वर्क लेटर। फोकस अटोमेटिक इम्प्रुभ हुन्छ। मोस्ट पिपुल फेल प्रोडक्टिभिटी ह्याक्स। यस्तो किन हुन्छ त? दे चेस बिजी नट फोकस्ड वर्क, दे ट्राई कम्प्लिकेटेड सिस्टम्स नट सिम्पल एक्सन। एउटा डिप ट्रुथ हेरौँ है त। प्रोडक्टिभिटी भन्नाले हाम्रो ब्रेन, एन्भाइरोमेन्ट र क्लियरिटी अफ प्रपोज। एउटा कुरा के बुझौँ भने बिग चेन्ज सडन आउँदैन, डेली फोकस्ड स्मल एफोर्टबाट आउँछ। हाम्रो अगाडिको भिडियो हेर्नु भएको छ भने मैले अगाडिको भिडियो हेरेर पनि भनेको थिएँ एक्सन गर्न पनि उत्तिकै जरुरी हुन्छ। मोटिभेसन भिडियो मात्रै सुनेर हामी प्रोडक्टिभिटी हुँदैनौँ। हामी आज एउटा काम गरौँ, आजैबाट सुरु गर्नुहोस्। कुनै पनि कामहरू सुरु गर्न चाहनुहुन्छ भने पहिला टेबल सफा गर्नुहोस्। टप 3 वटा टास्कहरू आफ्नो डिसाइड गरेर लेख्नुहोस्। त्यो टप 3 वटा टास्कहरूमा 25 मिनट फोकस, 5 मिनट ब्रेक लिने। अनि एउटा कुरा ध्यान दिनुहोस्, सिंगल टास्किङ प्र्याक्टिस गर्ने। एक समयमा सिर्फ एउटा काम।
आज थोरै तर लगातार कदम चालौ, भोलि ठुलो प्रगति हासिल हुनेछ। अन्तिममा एउटा कुरा के याद राख्नुस् भने प्रोडक्टिभिटी कम्प्लिकेटेड सिस्टम होइन, यो सरल, लगातार र फोकस गर्ने प्रयास हो। मोटिभेसन चाहियो भने अप्सनल हो, तर सिस्टम अनिवार्य छ। फोकस टुडे, बेटर सेल्फ टुमारो। भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा हामी कन्सिस्टेन्सी र रुटिनको बारेमा बुझ्नेछौँ। सी यू इन द नेक्स्ट लेसन।